कर्पूर गौरम करुणावतारम संसार सारम भुजगेंद्रहारम सदा वसंतम हृदयारविंदे भवम भवानी सहितम नमामि। कपूर जस्ता गोरा वर्ण हुनुभएका सर्पको माला लगाउने उनै भगवान परब्रह्ममा समस्ता शिवजीमा शत नमन गर्दै ज्योतिष संचार टिभी अन्तर्गत दैनिक राशिफलको पर्खाइमा बस्नुभएका तमाम आदरणीय दर्शक महानुभावमा हार्दिक स्वागत तथा न्यानो अभिवादन गर्न चाहन्छु। दर्शक महानुभाव, सदा चाहिँ आज पनि दैनिक राशिफल लिएर यहाँकै चोटाकोठा आँगनपिँढी अनि यहाँकै घर आँगनमा बिहानको मिरमिरेसँगै आजको दिन यहाँको के कसरी अगाडि बढ्दैछ भन्ने जिज्ञासा मेटाउनका साथ उपस्थित भइसकेको छु। आउनुहोस् कार्यक्रम शुभारम्भ गरौँ आजको पञ्चाङ्गबाट। आज 2082 साल वैशाख 7 गते सोमबार तदनुसार 20 अप्रिल 2026 तृतीया तिथि 13 गते 53 पाला उपरान्त चतुर्थी तिथि प्रारम्भ हुनेछ। कृतिका नक्षत्र 6 गते 14 पाला उपरान्त रोहिणी नक्षत्र प्रारम्भ हुनेछ। सौभाग्य योग बाबकरण आज बिहान सूर्योदय 5:37 भयो भने सूर्यास्त साँझ 6:31 हुनेछ। आज सोमबार चन्द्रमा वृष राशिमा। दर्शक महानुभाव, यो त भयो आजको पञ्चाङ्ग। अब लागौँ आजको राशिफलतर्फ। आजको दिनमा काममा केही बाधा अडचन आउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। व्यर्थैमा झै झगडाको सामना गर्नु पर्नेछ। जागिरमा अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नु पर्दा मानसिक तनाव बढेर नजाला भन्न सकिँदैन। सजगताका साथ अगाडि बढ्नुहोला। वृष राशि। अध्ययन अध्यापनमा सफलता प्राप्त गर्न सकिनेछ। बोलीको प्रभाव बढेर जानाले शत्रु पक्षबाट पनि तपाईकै जित हुने देखिन्छ। मिष्टान्न भोजनको अवसर जुट्नेछ। आर्थिक क्षेत्रमा सुधार हुनका साथसाथै आकस्मिक रूपमा धन लाभ मिल्नाले मनमा खुसी छाउनेछ। मिथुन राशि। लामो दूरीको यात्राको अवसर जुट्नेछ। कार्यमा थप हौसला मिल्नुका साथसाथै नयाँ कुराहरू सिक्ने र सिकाउने शुभ अवसर प्राप्त नहोला भन्न सकिँदैन। बोलीमा स्पष्टता आउने देखिन्छ। लामो समयदेखि बनाएका योजनाहरू पुनः सुचारू हुनाले मनमा खुसी छाउनेछ। कर्कट राशि। घर परिवारसँग केही वाद विवादको सामना गर्नुपर्ने देखिन्छ। बोलीमा आएको कठोरताले हातमा परेको धन समेत उम्कन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। मुद्दा मामिलामा फसिन सक्ने योग छ। आजको दिनमा शारीरिक आलस्यता समेत बढेर जाने देखिन्छ। सिंह राशि। तपाईको निर्णय र विचारले अरूलाई प्रभाव पार्न सक्ने देखिन्छ। बोलीमा आएको परिवर्तनले शत्रु पक्षबाट पनि तपाईकै प्रशंसा सुन्न सकिनेछ। पठन पाठनमा सफलता प्राप्त हुने योग छ। जागिरमा पदोन्नतिको सम्भावना बढेर जानाले सबैको प्यारो र विश्वासिलो पाइनेछ। कन्या राशि। व्यर्थैमा झै झगडाको सामना गर्नुपर्नेछ। गरिरहेको काममा बाधा आउने देखिन्छ। स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा खानपानमा भने विचार पुर्याउनु पर्ने योग छ। अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नु पर्दा मानसिक तनाव बढेर नजाला भन्न सकिँदैन। तुला राशि। सन्तुलन र समझदारी कार्यमा आवश्यक देखिनेछ। काम र व्यक्तिगत जीवनबीच तालमेल मिलाउन सके दिन सहज रूपमा अगाडि बढ्ने देखिन्छ। पारिवारिक सम्बन्धमा स्पष्टता आउनेछ। अनावश्यक रूपमा हुँदै आएको खर्चमा नियन्त्रण हुनाले मनमा खुसी छाउनेछ। प्रेम गर्ने अवसर जुट्नेछ।
वृश्चिक राशि गहिरो सोच र एकाग्रताले कार्यमा सफलता प्राप्त गर्न सकिनेछ। साथीभाइबाट सरसोई प्राप्त हुनाले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनेछन्। गोप्य प्रयासहरू भविष्यमा फलदायी बन्न सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। धनुराशि धार्मिक तीर्थस्थलहरूको भ्रमण गरिने योग छ। नयाँ कार्यको थालनी हुने देखिन्छ। अध्ययन अध्यापनबाट सफलता प्राप्त हुनाले सबैबाट सरसहयोग प्राप्त हुने योग छ। आजको दिनमा हराएको धनमाल समेत भेट्टाउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। मकर राशि सामाजिक काममा सफलता प्राप्त हुने योग छ। बोलीको प्रभाव बढेर जानाले सबैको प्यारो र विश्वासिलो भइनेछ। आर्थिक योजनाहरू बनाउन उपयुक्त समय रहेको छ। परिश्रमको नतिजा ढिलै भए पनि सफलता प्राप्त गर्न सकिने योग छ। धार्मिक तीर्थस्थलहरूको भ्रमण गरिने योग रहेको छ। कुम्भ राशि साङ्गीतिक क्षेत्रमा अग्रसरता प्राप्त गर्न सकिनेछ। बोलीमा आएको परिवर्तनले आजको दिनमा नयाँ कार्यको थालनी हुने देखिन्छ। पुराना साथीभाइसँग भेटघाट हुनाले नयाँ कार्यको शुभ असर प्राप्त हुनेछ। सामाजिक कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। अन्तमा मीन राशि बोलीमा आएको कठोरताले हातमा परेको धन समेत उम्कन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। सृजनात्मक काममा बाधा आउने देखिन्छ। आफूले गरेका कामको पनि अर्काले अपजस गर्न सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। धनमाल हराउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएकोले सजगताका साथ अगाडि बढ्नुहोला। हस्त दर्शक महानुभावहरू, यो भयो तपाईहरूको आजको राशिफल। राशि एउटा मार्ग निर्देशक मात्रै हो। राशिलाई भन्दा पनि मार्ग निर्देशकले दिएको मार्ग निर्देशकतालाई अवलम्बन गर्दै अगाडि बढ्नुभयो भने पक्कै पनि सफलतामा पुग्न सक्नुहुनेछ। हस्त यिनै जानकारीका साथसाथै हेरेर र सुनेर साथ दिनुभयो सम्पूर्णलाई धरी धन्यवाद ज्ञापन गर्दै म कार्यक्रम प्रस्तुता ज्योतिष पण्डित प्रमोद भट्टराई पनि आजको यो कार्यक्रमबाट बिदा हुन्छु। यहाँहरूको हर पल हर समय शुभ रोज, मङ्गल होस्। हस्त नमस्कार, शुभ प्रभात।